One, two, three. Welcome to Aman Limbu Vlogs. Happy Baitika! So hello guys, welcome back to my channel. It's me Aman Limbu. अनि आज चाहिँ हामी चाहिँ के गर्दै छौं भन्दा चाहिँ तिहारको मौसम छ, भाइटिका लाउनु पर्छ हैन। मेरो पनि प्यारो प्यारो बहिनी हुनुहुन्छ अनि मिसुम उहाँसँग चाहिँ म चाहिँ भाइटिका लाउँदै छु यो पालि है। सो अहिले चाहिँ हामी चाहिँ मिसेक र मलाई चाहिँ हाम्रो मिसुमले चाहिँ भाइटिका लगाइदिन्छ एन्ड मिसेक एन्ड मिसुम चाहिँ उता टिभी हेरिराख्नु भएको छ अहिले चाहिँ उहाँहरू चाहिँ हैन। सो म चाहिँ यहाँनिर चाहिँ अब काकीसँग चाहिँ माला बनाउँदैछु। अनफर्चुनेटली के भयो भन्दा चाहिँ यो पालि चाहिँ फुल नभएको हुनाले चाहिँ हामी चाहिँ माला आफै बुन्ने कोसिस गर्दैछु। यो माला बनाउन चाहिँ फेरि यति गाह्रो छ हैन, हेर्नु होला प्रोसेस हैन कति गाह्रो छ। फुल भिडियो हेर्नु होला तपाईले देखिहाल्नुहुन्छ। सो एट द सेम टाइम मेरो भिडियोलाई लाइक सब्स्क्राइब गर्नु होला एन्ड कमेन्ट डाउन इफ यु हेभ एनी क्वेरीज हैन, केही छ भने चाहिँ अहिलेको लागि त्यति छ ल। यता चाहिँ हाम्रो दिस इज हाम्रो मिसुम, हेलो भन्देऊ मिसुम। यतापट्टि हाम्रो मिसेक, हेलो भन्देऊ। स्पाइडरम्यान मिसेक त त्यहाँनिर अघि क्रल गर्न थालिसक्यो स्पाइडरम्यान भएर। एन्ड देन हाम्रो काकीले चाहिँ यता चाहिँ बुन्नु हुँदैछ हैन। अफसोस काकीलाई चाहिँ आफ्नो फेस नदेखाउनु भन्नुभएको छ। भेरी भेरी साई हाम्रो काकी हैन। सो गाइज सुरुमा चाहिँ हामी के गरिन्छ भन्दा चाहिँ फर्स्टमा यो देखिरहेको यत्रो लामो हुन्छ, यसलाई चाहिँ हामी चाहिँ यत्रो यत्रो पिस काटिन्छ ल। यत्रो 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 हैन, सट्टासँग यति यति। हाम्रो मिसेकलाई चाहिँ ग्रीन एन्ड ब्लू मनपर्छ अरे, सो द्याट्स वाइ वी आर मेकिङ फर हिम ग्रीन एन्ड ब्लू, राइट मिसेक? ओके। सो हामी चाहिँ त्यसपछि अर्को कलर पनि ग्रीनको पनि हामी यत्रो यत्रो काटिन्छ छट्टा। सो गाइस अब चाहिँ हामी भर्खर यो काटेर सबै स्मल पिसेसहरू सबै सकिसकेको छ। अब चाहिँ हामी के गरिन्छ भन्दा चाहिँ अब यसलाई चाहिँ यो छ नि यस्तो आदि यता अनि फेरि यस्तो यस्तो अनि फेरि यस्तो अनि फेरि यस्तो अनि फेरि उतापट्टि यस्तो 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 गरेर चाहिँ पहिला त्यो के बनाउँथ्यो नि यस्तो फुलहरू यस्तो बनाउनुको लागि त्यस्तै गर्ने हो। यसरी चाहिँ एउटा एउटा गरेर यसरी बनाएर चाहिँ भित्रभित्र हालिन्छ बुनेर अनि भरे चाहिँ यस्तो घुमाउनु पर्छ यसलाई सबै। सो गाइज के भयो भन्दा चाहिँ यहाँनिर चाहिँ यसो काम गर्दै गर्दै जाँदा अलिक बिजी भयो। सो फाइनल प्रडक्ट चाहिँ हाम्रो माला बनिसकेको छ एन्ड आवर मिसेक इज गोइङ टु सो यु कस्तो खालको हाम्रो चाहिँ माला बनेछ, राइट? सो यहाँ हेर्नु होला मिसेक। ओके, क्यान यु सो मी मालाहरू खै 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 देखाउनु त। हो वाओ, मिसेक इज सेलिङ। यो चाहिँ यो मिसुमको होइन अनि यो चाहिँ खै अर्को चाहिँ दिस वान इज माइन, राइट? एन्ड यो चाहिँ दादाले बनाइदिएको हो, अलिक ठुलो भएर चाहिँ मिसेकलाई चाहिँ तर इट्स भेरी गुड है। कस्तो लाग्यो मिसेक, राम्रो छ? इट्स भेरी गुड है ल। अलोला जस्तो वाओ, यता हेर त वाओ कस्तो सुहाएको मिसेकलाई। रेडी भएको छ अनि गिफ्टहरू, राइट? सो अब चाहिँ हामी चाहिँ टिका लाउन तम्तार रेडी, सबै सामानहरू रेडी भइसकेको छ एन्ड यु हेभ अलरेडी सिन, राइट? सो अब चाहिँ हामी बहिनीकोबाट चाहिँ टिका लगाइन्छ। भाइटिका चाहिँ स्पेसली एभ्रिबडी नोज आई थिङ्क वाइ इट इज सेलिब्रेटेड, राइट? सो फर माई भ्युवर्स who don't know about that, the Baitika, then it means like the blessings we get from our sisters for protections and for longevity and a safe life and a healthy life, right? And that's how we celebrate Nepal Matsai. And we are here in Brunei celebrating with my Waini, हाम्रो काकाको छोरी हुनुहुन्छ मिसुम। Unfortunately काका is not here, काकीले चाहिँ एभ्रिथिङ गरिरहनु भएको छ। सो थ्याङ्क यू सो मच काका काकी सबैजनालाई। एन्ड अब चाहिँ हामी चाहिँ टिका लाउनु तर्खरतिर गइन्छ है ल। के खाना है जस्तो फेरि त्यो कन्द खेल्दैछ भयो मिसुम? त्यो कन्द खेल्दैछ तिमी? मिसुमलाई सुहाएको छ है मेरो उसले ल चस्माले, डबल चस्मा भयो त तिम्रो त। चिज चिज होइन चिज चिज, द्याट्स इट।
अब हामी सबै तिनजना भएर ओके वेलकम टु अमन लिम्बू ब्लग भन्ने ल No, let's say we'll call again. वेलकम टु अमन लिम्बू ब्लग भनौँ न ल No, what Okay. about the Batman? ब्याटम्यान No, Not wait, Batman, No, it's- Batman on Mummy's foot. द्याट्स माई जस्ट लोगो What do you call that again? वेलकम टु अमन लिम्बू भ्लग्स ओके No. 1 2 3 वेलकम टु अमन लिम्बू भ्लग्स ह्याप्पी बाइटिका ठिकै छ Happy यहाँ हाम्रो मिसुमले चाहिँ गेटिङ रेडी होइन हाम्रो 7 कलर्स हुन्छ 7 सप्तरङ्गी होइन कि त्यो सेतोलाई नि गरेर सप्तरङ्गी हुन्छ 7 कलर्स अनि यहाँ चाहिँ माला छ With this water, only bend one. Only cover this. With this water, यसरी Hey, don't go on. यस्तो गरेर यसरी water लगाऊ. Water लगाऊ. दुईजनाको एकैचोटि पोर्दिनु क्या. One for mistake. And then we are going to take it away and throw it, okay? And then भाइको पनि. Take away all the obstacles, hearts. अर्को टाइम पनि जाउँला बिस्तारै बिस्तारै. One more time. One more time. The one more time. More white लगाइदेऊ. अझै thicker. Because अरू कलर पनि लाग्नु पर्यो नि त. 3.5 भइसक्यो ढिलो भयो. No, yellow. Right hand गर न छोरी if you can. Fast. And then अब माला पनि alright, thank you. बिस्तारै लड्छ. अनि दादालाई उतो खुवाइदेऊ. उतो स्वीट राइट ह्यान्डले गर न. I can't. I even left such a here. दादालाई Thank you. म ढोग्नुपर्छ न Mommy, don't spin. I told you. स्विमिङ स्विमिङ लेसन. पहिला माला लगाइदिनु पर्थ्यो क्या उसको माला शीर्ष. माला लगाइदेऊ. कलर टिका बिग्रिन्छ होला केयरफुल. Wow. Hey, go, bro. Wow. Thank you for. रेडी. अलिक नजिक अगाडि जाऊ. डबल मिसु अलिक अगाडि जाऊ न. ढोका मजाले. Come on, behave. Get it in fire. That's it. ल मिसु आफै लाउने हैन. औ यता हात देऊ टाउको. हात देऊ ल Oh, God. सो गाइज फाइनली मैले चाहिँ होइन टिका लाउने कार्यक्रम सकिसकेको छ एन्ड टिका त्यसपछि होइन सप्तरङ्गी टिका साथसाथै यो फुल अनि त्यसपछि ढाका टोपी लगाएर चाहिँ म चाहिँ सकिसकेको छु यहाँनिर चाहिँ होइन अब चाहिँ खानासाना खाइन्छ अनि यसरी नै हाम्रो चाहिँ योपालिको तिहार चाहिँ एकदम रमाइलो होइन सकिएको छ है ल सो गाइज आजको दिन चाहिँ फाइनली टिका लगाएर चाहिँ समाप्त भएको छ तपाईँले देखिसक्नु भयो एभ्री प्रोसेसहरू होइन कसरी गरिन्छ मैले भिडियोमा हालेको छु होपफुली तपाईँले फुल भिडियो हेर्नुभयो होला होइन हेर्नु भएको छैन भने फेरि एकचोटि रिक्याप गरेर हेर्नुहोस् एन्ड सकेसम्म सबै प्रोसेसहरू मैले देखाउने कोसिस गरेको छु
इफ तपाईँलाई केही जानु मन छ केही बिग्रेछ भने भन्नु होला नेक्स्ट वर्ष म जरुर त्यो कुरालाई चाहिँ म हुन्छ नि सपार्ने छु होइन सो थ्याङ्क यू सो मच अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा एन्ड मन पराइदिनु भएकोमा एन्ड इट्स मी अम लिम्बू लाइक सेयर एन्ड सब्सक्राइब इफ युआर न्यू एन्ड पुरानो हुनुहुन्छ भने चाहिँ कमेन्ट डाउन गर्नु होला है प्लिज एन्ड लाइक एन्ड सेयर पनि गर्नु होला आफ्नो मान्यजन आफ्नो मनपर्ने मान्छेहरूलाई सबैलाई सेयर गर्नु होला अनि यति भन्दै चाहिँ म बिदा हुन चाहन्छु यो भिडियोबाट एन्ड थ्याङ्क यू सो मच अगेन बाई बाई